Hello everyone, welcome to my mini vlog. It's my Sesam Gurung अनि आज चाहिँ हामी बुढाबुढी चाहिँ मुकबाङ भिडियो गरेको मैले चाहिँ थोरै भिडियो गरेर चाहिँ क्याप्चर गरेर राखेको थियो र मलाई चाहिँ आज भोइस कभर गर्नु मन लाग्यो क्या अनि यो चाहिँ हामी के भन्छ रे आजको दिन के रे सौगात मेरो बुढाको चाहिँ छुट्टी थियो तर मेरो चाहिँ छुट्टी थिएन नि त अनि म कति हिजोको भिडियो यो चाहिँ म चाहिँ ठ्याक्क 9 बजे आएर कामदेखि 9 बजे आएर यो भिडियो क्याप्चर गरेँ खानाहरू बनाएँ अनि यो खानाहरूमा चाहिँ खाना र दाल चाहिँ मेरो हस्बेन्डले बनाउनु भयो अनि मैले चाहिँ पोर्क बनाएँ अनि त्यसपछि सलादहरू बनाएँ अनि पापडहरू बनाएँ अनि आज चाहिँ ल बुढा र बुढी यसो मुकबाङ भिडियो गरौँ न त थोरै क्लिप लिएर राखौँ भनेर मैले चाहिँ यो भिडियो राखेको थियो र मलाई चाहिँ अहिले चाहिँ भोइस ओभर गर्नु मन लाग्यो अनि त्यही भएर चाहिँ गरेको साथीहरू है अनि आज मैले बनाएको यो खाना चाहिँ यो पोर्क चाहिँ यस्तो मिठो भयो कि हैन यस्तो मिठो भयो अनि 10 मा 10 दिनेवाला थियो कि यो खानाको चाहिँ यस्तो मिठो थियो क्या अनि टक्क आएर अनि हामी खानाहरू बनाए खानाहरू चाहिँ कस्तो हुन्छ भने यो पापड चाहिँ नेपालदेखि ल्याएको हो तर यहाँ पनि इन्डियन शपहरुमा पाइन्छ पापडहरू पाइन्छ डुङ्ग्रीहरू यस्ता सबै खानेकुराहरू पाइन्छ हैन अनि तर अलिकति के गर्दा चाहिँ मलाई चाहिँ टेस्ट चाहिँ नेपालकै राम्रो लाग्छ कि खानेकुराहरुको अनि त्यही भएर म चाहिँ खानेकुराहरु एन्ड त्यहाँ यो पापड डुङ्ग्री अचार यताउति चाहिँ मैले सबै नै नेपालदेखि नै मगाउँछु कुरियर गरेर उताबाट कुरियर गरिदिनुहुन्छ अनि यो चाहिँ हामीलाई यो चाहिँ मेरो बुढा चाहिँ खाइसकेर जानुभयो अनि यो चाहिँ मैले खाएर चाहिँ त्यो पुरै खानाहरू चाहिँ खाएर सकाए साथीहरू यो भिडियो चाहिँ कस्तो लाग्यो र हजुरहरूलाई लाइक कमेन्ट गरिदिनु होला लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद थ्यांक यू सो मच फर वाचिङ माई भिडियो